हेलो साथीभाइ, आज चाहिँ हामी चाहिँ मङ्गलधाम आएको छ बहिनी र म र यिनीहरूलाई घुमाउनु ल्याएको मङ्गलधाम। यति दामी छ हो, देख्न सक्नुहुन्छ। यो चाहिँ मङ्गलधाम हो तपाईँहरूको, यति दामी। आज चाहिँ हामी यहाँ आएको छ घुम्न। त्यहाँको चाहिँ खोला जान्छ, यहाँबाट चाहिँ अब सिधै हामी घुमेर चाहिँ खोला पुग्छ, रेली खोला जान्छ। यहाँ घुम्नु चाहिँ तपाईँहरू आउनु सक्नुहुन्छ, यति दामी छ मङ्गलधाम चाहिँ। हेलो रोइना, कहाँ जाने? अब माथि जाने तपाईँ, तिमी? ल अब माथि हिँड्न, माथि जानुपर्छ हो। अब हामी माथिबाट चाहिँ यस्तो भ्यूहरू देख्छ, यस्तो दामी दामी भ्यूहरू देख्छ। त्यो परी चाहिँ हाम्रो गाउँ। तपाईँहरूले यस्तो देख्नुहुन्छ मङ्गलधामको दृश्यहरू चाहिँ। रोइना चाहिँ ऊ पर छ, घुम्दैछ हो। यता यता घुमेर आएको छ बगनबेली। अब हामी चाहिँ पर जान्छ उतापट्टि। अब यहाँबाट चाहिँ सिधै हामी भित्र पस्छ। यस्तो छ, बगनबेलीहरू दामी दामी फुलिरहेको छ। अब चाहिँ हामी भित्र पस्नु लागेको छ। रोइना के भन्नु छ तिम्रो? आज कस्तो लाग्यो? राम्रै। मन्दिर कस्तो लाग्यो? घुम्न मजा लाग्यो? अब हामी भित्र पस्नु एकछिन। अब चाहिँ भित्र एन्ट्री गर्दैछ, एकछिन भित्र पस्छ। किन भित्रको दृश्य चाहिँ यस्तो छ। देख्न सक्नुहुन्छ तपाईँले, भित्र चाहिँ यस्तो छ दृश्य। यहाँ आएर बस्दा चाहिँ एकदम शान्ति लाग्छ। अब हामी एकछिन बस्छ भुइँमा, होल छ यस्तो दामी हो। एकछिन शान्ति देख्छ। हामी चाहिँ यसरी घुम्दैछ। अब चाहिँ हामी वरिपरि घुम्दैछ, कृष्ण भवनको वरिपरि घुम्दैछ। रोइनाले टिका लाउँदैछ। अब चाहिँ हामी निस्केको, अब चाहिँ सबै घुमिसक्यो। अब चाहिँ निस्केर मेन डोरबाट निस्केर अब चाहिँ हामी जाँदैछौँ, घर फर्किँदैछौँ। अब सिधै यहाँबाट चाहिँ एन्डेन गरेर चाहिँ खोला फेरि। रोइना चाहिँ एक्साइटेड भइरहेको छ खोला जानुको लागि हो। उसले पहिलाको साल पनि भन्थ्यो यहाँ मन्दिर आउँछु 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 जाउँ भनेर। योपालि चाहिँ ल्याएर आएको, एक्साइटेड छ। पट्टि चाहिँ यस्तो होल छ, यहाँनिर चाहिँ प्रोग्रामहरू हुन्छ। स्टेज दामी छ कि यहाँ शान्ति, यहीँ बसिरहनु मनपर्छ। हेरेर यस्तो छ। सिधै हामी माथि जान्छ माथिल्लोपट्टि। यहाँनिर यस्तोहरू छ, पढ्नेहरू बोटहरू लगाएको छ। यहाँबाट चाहिँ अब हामी उकालो
चढेर एकछिन पार्कमा जान्छ। यहाँबाट चाहिँ अब सिधै हामी माथि एकछिन पार्कमा रैना हो, रैना जाँदैछ हो। अब त्यहाँ मोमो आउँदैछ। चाहिँ यस्तो छ स्नेक प्यान्टहरू। मकन बेली चाहिँ साह्रै दामी लाग्यो म। कृष्ण भगवानको हो यो चाहिँ स्ट्याचु। यहाँनिर देख्न सक्नुहुन्छ। यहाँनिर चाहिँ सानो पार्क जस्तो छ। यसरी देख्न सक्नुहुन्छ। यताको सहर चाहिँ यस्तो छ। सक्नुहुन्छ। अब हामी चाहिँ यति घुमेर चाहिँ हावा सिरिरी चल्दैछ। आजको भिडियो चाहिँ यतिमै अन्त गर्दैछु। ओके बाई साथीभाइ हो। तपाईँहरूलाई कस्तो लाग्यो भनिदिनु होला, कमेन्टमा लेखिदिनु होला। तपाईँहरू घुम्न आउनु चाहन्छु भने चाहिँ यहाँ आउँदा हुन्छ। यस्तो दामी छ। ओके साथीभाइ बाई।